कान्छा के रे खिसी बसे यस्तो हिस्ट्री बस्यो यो त बाँधेको दिदीको लागिदियो पूर्व फर्कानी हो कि कता पूर्व यहाँ यता फर्कानु कसरी रमिन्छ नि त्यसरी जानु त्यही हो त्यो बाटो हो अहिले ल्यान्डमा बाबु नगेर यसमा त क्यारम बोर्ड यहाँ बहुत तीन तो बांधने वाला है जलो ये लगा ये लाइट के साइड में जा कंचा भित्रबाट त के जलारले बस की को लागि बेला भयो कहिले बाबु थुकुका बस बेला आसी लाइदिनु त धेरै बोल्नु न लाइहाल्छ दिदी लाइदिन्छ बहिनीले लाइदिन्छ मगाउँछ त तर यसरी मोबाइल त्यसै आलेकिन्छ अनि भाइको दिन जाओस् राम्रो हुँदै जाओस् भन्न बोल्ने नन्दारी गयो हामी नि हो आइजान्छ आइया सबै हामी नि हो के होला के हो त नि मलाई लागि पर्ने ल घुमाइनु पर्ने होला तपाईँ पनि थाल्ने होला नि त जिम दिदी गरी हामी दिन थाल्ने के छ सम्राट जिम भनेको सन्चै छौ जिम गरेर छ राक्षस के हो के बलिरहेको 5 रुपैयाँ हालेर गइरहेछ आज त बाटा त पैसा समेल्दै जाने हैन एकछिन घुम्दै गएको त भाइ यहाँबाट फारमसम्म पुग्यो अनि ए क्यामेरा छ अरे ओइ र छ क्यामेरा त छ छोड दे सबैले मैले त छैन यिनीहरूलाई थाहा छ ए यति सिधै सक्यो 5 रुपैयाँ नभए 10 तिमी त छैन 50 हो अझै नै पैसा चिन्दिन सिक्दा ए माखा लाग्यो छोरा त अहिले यिनै खानुपर्छ अनि यहाँ त गेम हेरी रहछन् ओ प्याकिङ नै गर्छ च्याप्पी खाइए रोशन ऋतिक सकियो न अब देखियो सम्राटको भान्जा जानु हो ओइ ओइ अरे हजुरले सिका ए फर यहीबाट देखे एउटा अब पहिला टिका लान तुमहरुले यता सुरु गर केटाहरुलाई हैन आको थालिन छ नि अस्मिता आइको ल्याउ त गोची हल्का त पैसा पटाएर मिला त्यसरी हैन यताले म मिलाइन नानीको अगाडि गोल्डी नै हिँड्नु भयो यो रोशनलाई राख्दिनु न बाबु ला ल यहाँ अरे यो त ग्यास बनाएर कस्तो मान्छ भाइ आफाले बस लिएर म हो के म हो आफ्ना मैले बस्नु मिलेन क्या तेरो त सम्पत्ति समाता वस ल छान अलि तरी पार्ट के बनाउनु लागि छ यहाँ यी त्यही भन्न चल चल ल सर खोला यहाँ तेल सेल लाउने हैन लाउने दिन त्यही नै पहिला पानी हुने होला नि र दिदी ए तपाईले के र दियो कलर चाहिँ पूजा नगरिकिन किन बुढी घुमाउ पहिला पहिला घुम्न पर्यो नि चल लिएर पूजा गर्नु पर्दैन देवाको के काम गर्छ म क्यामेरा अगाडि बस्छु तल कडालाई सम्झेर तासा जितन केटाहरुले जान किसान 1 लाख जति टक्क बनाएर छैन त्यत्रो 10,000 मलाई त 1000 रुपैयाँ म भोलिएर साल तिर्दै हिँड्न आउने मलाई 1000 ल यो लाइन पुजाएर त्यसो भए आमाले अहिले हाँसला त्यो घुम्न त लाग्यो हाँसला हामी दिदीका पछि पछि यहाँ त भर्खर हैन तिमीहरु बस तेल र पानी दिदै जान्छ टिको लाउने बेला अनि गइ लिएर बस्छ यहाँ बस त्यसलाई टाग्दैन कहीं टाग्दैन बस कान्छी त बस सबै बस मलाई डिनर टिका लाग्छ बस के आइजा मेरो डोची नि मेरो एकैपल्ट घुम्यो भयो नि त बस्नु माथि देखिनु लाग्छ अनि नि हो सारी गानी यो त सबै बस ए यता जाऊ दिदी घुमी छन् त यो लाइन भित्र जो पनि थिर्न सक्दैन अरे त्यत्रो पार हुन्छ
लोन दिदी अलि यता हुन्छ शीतलको लागि होला यता आएको न अलि यतापट्टि हेर्नु पाएँ अलि चाक्लो शीतल पनि भयो अनि लिप्न नि त तेल यो तेलको घेराबाट आउन सक्दैन अरे बन्धन हो अरे के यो यता पहिलाको त उ के अरे अब आजकल त अब के छन् फेरि यही यसरी ढाक्छ के हुन्छ र माखा अन्न त सफा छ त माखा उहाँ त्यहाँभित्र छिर्रहेको छ कहाँ कहाँ छिर्रहेको बत्ती निभाउनु होला एउटा सल भयो जनता हजुरले म कसरी उठ्ने हो त नि ए मखमली फुल दिदी कहाँ थियो तिम्रो एउटा सलले ढाक्छ एउटा सिधै धेरै घेरा कायो यो मलाई किन घेउ अमले पनि त्यसको झिग्रो बनाउनु कत्रो एउटा माला खर्च नि नउठ्ला है त्यो अहिले फुल यसो र आइसा अस्पताल उठाऊ लागिदिएको नि मैले नि पहिला सानो भाइ अनि सम्राट अनि ऋतिक त्यहीँबाट लगाइदेऊ न चुस्छ तिमीले हात छोइदियो नि हुन्छ खुला सबै यसो र अस्मिता तिमीले लगाइदेऊ यो दुईटीले तिमीलाई छुन्छन् कुरो एउटै हो क्या नानीले क्या ल मित्य भए त उसको कपाल मित्य हो त हो दुईतिर बसी आयो हुन्छ नानीको तपाईँ त्यहाँ बसेर यसलाई छोइदियो भइहाल्छ छोइदियो छोइ बराबर कुरो त्यही हो सबैको फर्मालिटी कुरा हुन्छ नि तँ छोइदिने मैले त दिदी लगाइदिएँ नानीलाई होला नि नानीको गर्दा के लास्ट छोइदियो तेल लाउँदै गर टिका लाउँदै हामी कि होइन तिम्रो पहिला तेल मात्रै लगाइदियो ल छोइदियो ल भाइ ल मजाले मित्याउन अलि मजाले लगाइदिएको उता नानी ऋतिका दिदी र दाइका पछाडि बस्छ त फोटो खिच्दा नि आउँछ निरा रानो लगाइदिया निरा टाँसिन हैन फेरि टल खिच्छ घाममा झन् काला भयो झरी यसको चाहना छ मेरो छैन टाइममा नुहाउनु पर्दैन ननुहाउनु नि पर्छ नहुने त दसजना आएको अब कहिले आएन अब एकादशी मेला पछि ल मित्या त्यसले लाउनु हो मजाले लाग्यो आज आज त आनन्द आउँदो रहेछ यहाँ तिमी कहाँ थियो दिदी यार त पर्सन दुई चिन त्यसो गर्न पर्ने पोहोर त रोरे हैरान पारेको होइन पोहोर कि पराएर
पहिला चाहिँ बेरे यसो गर्दै अलि माथि आउने चिप्यो मोटा हुन थाल्यो हाम्रो फर्स्ट टाइम फर्स्ट है हामी तिनटा अब टीका लगाइदेऊ कता हाम्रो तिनटै थिए भ्याइयो धेरै काल मैसे हो ए मलाई कान्छो गोरु हो गरे छैन अब यताले उठ्दैन जान त के होस् र जान क्या फेरि क्या मारे आउनी हेरेको थाहा उ आछा कुर्ची हो के आरेको फेरि एक महिना हातले लगाइदेऊ हैन यस्तै लगाइदे नानी दिदीको हात लाउ के तिमीले हो देखेरी हान्नी र नखम्देऊ छोरो दिदीको हात लाउ दिदीले हात लाउ दुईटी बहिनीले आसिया कति खुसी दिदीको हात छौ त नि हुन्छ हो ठुलो छैन यत्रोको छ भयो धेरै तले डल्न नि अनि अर्को साल एउटा भाते ल्याएका थिए तिमीले न अस्मिताको हात मात्र समातका हात छौ दिदीको छोरो यसलाई त आइरहन्छ बहुत लास्टमा पुथ्यो के पुछि हाम्रो नाका ओ दुबाको त नछुटे हो कपाल पुरै फुलिसक्यो माथि हजुर कस्तो आवाज आएको यार घडी सफा गर्ने पुरस्कार जस्तो खर खर खरारे कति जरो कपाल डरो मलाई टिका लगाइदिँदैन मजाले से लगाइदिनु टेन्सन छ टिल्किनी लगाइदिनु भयो बुढासकाल नै लाग्ने ए पुछौला उसले छोड न यार आँखा बसो मेबी ल हो सम्राटको भाइ माला लगाइदेऊ न भाइ रोशनलाई माला खोइ मलाई दिन्छु दिनु माला ल नानी लगाइदिन्छ तर्का खाली ल इदाको जय र त जय भइसक्यो लागिसक्यो तिम्रो टप आउने हामी त फास्ट नानीले नि कस्तो भाइलाई लगाइदेऊ यसलाई हेर न उनीहरूले मुसारेकै छैन तेल लगाएर खै हैन मसारी चाहिँ खानी कोही भुलाउने कोही लाउने कोही बस्ने मलाई त यसो यत्रै मलाई त यसो बाहिर निस्किनु देखेन मैले चुइका है लगाइदिन्छु म तपाईँलाई खाएको भने यो जोइन मेरो त केही छैन खाना त कति खाना त मरुन गएको छ ल उता न चलेको छ निरन्तर चाहिँ सेरा फाट जाँदो रहेछ खानालाई कुनै पनि के हो 1 किलो मासु त यति नै काटेर खानको लास्ट टीको पुछि खाला जाने यार हामी जान दिदी खाला रानीहरु इच्छै छ खोले ल्याएर मुगाले जय कति राम्रो हेर त त्यसलाई नि यसो लगाइदिन्छु एउटा फोटो खिच्दैन आइरहेदिन यता त अनि कता गइस त्यो लगाइदिन्थे नै यतिको पुछ्थ्यो के त्यही टेको बुझ्यो हाम्रो प्लास्टिकको के खान्छौ एकचोटी त ला यो के हो पिठो ए खोल्दिन हुन्छ मम्मी यो खान्छ भने यस्तो गरेर ठाडो भयो यसरी निरा लाग्छ नि त लाइसेको खाना बनाए त उ दादा हेर त उ दादा छ ल आन्टी चुइक निकालेर दिम माला देऊ चुइका पनि छ या बा त्यही घरमा चुइका भन्ने हो त खोइ माला अहिले बसेर खान्छ बाजा रातो अलि धेरै लगाइदेऊ न देम खोल्दिन ल त्यस्तो नर दिदी ल लगाइदेऊ जता जतै ला त्यसको दुई टुप्पी त लगाइदेऊ दिदी लगाइदेऊ दिदी मेरो हातबाट खोइदिए मैले गाइदिए ल नाइन लाइन अरु के ल लगाइदेऊ ल छोइ हुन्छ के यो
यसको त खाना सुरु भइसक्यो लाइदियो त्यसले कपडा लाइदियो खाना सुरु भइसक्यो त है एउटा सुत्तेको यहाँ में kan cuikam या सोमरातको हो पहिला यो टी-शर्ट लाएर माला लगाइदिने हैन र बिर्सेर होला यस्तो गर्न अरु नलानी के ठाडो भयो न ओखर लाइदिया राम्ररी तिमीले फेरि खल्ला भरो दुवर ओखर बा यो तुड्दिम के बोलियो के तिम्रो छोडिन्छु नाको छोड्दैन के यादिन ब्रान्डेको ल अब त्यो देउ गरे त्यसलाई त्यहाँ थियो उता पछाडी कुन दिन गर्छ भाइ खाजा खाऊ लाइभ चलायो लाइभ चलिसक्यो ल अयो खाऊ ल भयो उठा सबै तिमी जाऊ ल हैन बस्न देन लाइसकेको त काटेको छिटो लाओ खाना सुरु गरिहाल्ने दिदी तिमीलाई नलाइ त तिमीलाई लाइदिए तिमीलाई लगाइदिइहाल्छ दिलले कत्ला लाउनु छ नि जम्मै अब मैला बाटो लगाइदिनु पर्यो हामीलाई लास्ट दिदीलाई लगाइदिनु क्या पोखियो आइछ अखरु हुँदैन मलाई अखरु अहिले उता खाँदै थियो भयो ए बिर्स्यो भाइ त जारी नानीले ढाडेसँग जोरो छोरी पत्र कति कति उता त बहुत सुरु भएको छ फेरि त्यहाँ थपेर दिदी ल्याएर खान थाला लाउँदैन तिनीले भ्याइसक्यो त यिनीहरू त तिनवटा लगाइसक्यो यहाँ पहिला त्यसलाई लाउन धेरै लाउँछु यस्तो उनीहरूको शरीर मालिसकेर यत्रो हाम्रो एउटा सराबर तिनटाको छ यता त खाइ पनि सक्यो ती भाइ खाजा ती पहिला त्यो आधा भन्दा सक्यो मेरो पनि मेरो अस्ति उका परे हाल्छ तिमी खाऊ केटा बदाम पनि रहेछ केचप यसो दिन्छ खाना लित्त खाम कता पो एउटी का चप्पा खा खा यस्तो गर त नाकानी नभए सेन सेन भन्नु थालिहाल्छ भाइले कटन कटन खायो सको ए टिका नानी ओइ हात लाउने के भा कम्बरा हात लाएर बसी काला मान्छेलाई कालो टी-शर्ट ल्याएको नि यार यो कालो माला लाइदियो छोरी कृतिका तेल माला लाइदियो यता तेरो चुड हुन्छ मेरो टी-शर्ट तेल ल ल बस त तिमीहरू तिनटा टिका लागा थुप्रै पार्टी अनि ल भाइ कता मलाई किन परेको त भाइ कता रे ल ऋतिक यता ल तिनीहरू एकै ठाउँ तिमी आइछ म कसरी उठ्नु त नि अरे त्यो हैन त त्यही लाएर बसियो रोशन ठाडा खुट्टा लाएर तेल त नानी तिमी बस न ल अब ऋतिकको पालो है सबैलाई लाइदिनु ऋतिकले लाइदिनु हैन ल उठ जेठोबाट उठ नानीको नानीको सरले नि छ पहिलो नानीलाई लाइदिने हो मैले लाइदिने के लाइयो के मैले लाइदिने हैन ऋतिकले लाइदिने मैले खान छाडा सुरु भुलिएर भन्नु न ए भाइ खाजा दिए यारलाई भाइ खाजा पाइन मैले भने यति हाम्रो भरा एउटा ल्या भ्याइसक्यो ती कम पारे ऋतिका छोरा त यो भाइ ल मैले टिका लाउनु ल त्यो सेतो लाइदियो त अस्मिता ल्याउ नि लाइदिन्छ नि मैले लाइदिनु हाई हाई राधाले लाउने ल बहिनीलाई लाइदियो है ल रे खुच्चे हात लाइदिन के मेरो पालो आको गोटा त्यही दिनु आइ गर्दी राम्री हल्लो दुईटा छ रेडी
भयो ल तिमीले लगाइदेऊ त भ्याइसक्यो त बोको त र एक अन्डा रङ लगाइदियो अब बहिनी ल अब ऋतिक लगाइदेऊ लगाइदिएर टिका पहिला एउटा रच्छ कति छोड कपाल त यहाँ तल सानो आज ल अब त्यो लाइनसित लगाइन्छ क्या लगाइदिन्छ हेलो गाइज लगाइदेऊ छिटो लगाइदेन अस्मिता कहाँ लगाइदिनु लगाइदिनु हुन्छ अरे टिक दाइ मलाई छोड दिदीलाई भर न हाई हाई अस्मिता दिदी हेर त ऊ गर्दाखेरि ओली फेरि राम्री भइन् सिलाउँछ नि तिरोलाई तिमीले बोल्ने एउटा लगाइदिएको आहा पर्छ छोरो मस्त बसेर खाऊ ल माला लगाइदियो बहिनी त्यही कति गमला फुल चटे जाए यहाँ मखमलले ल यता हेर मखमलले फुल्ल लास्ट ल ल झिका भयो झिका झिका त्यही छ ल म उठम भाइ त मजाले बस्यो त भाइ के हो अब नानी बस चप्पल खोल्न छोरो तैँले बस ए त भाइको पोको खस हेर त भाइ पोको ल मल्लाइको नि भयो साइलाको नि भयो नानीले के खाइছে चुपुक्क छ त म मेरो नि भयो अब के गर्न र यिनलाई लगाइदिने खै पिठो तेल ल्यायो न पहिला तेल लाउने हात लाउने 1 2 3 4 5 6 7 ल नाच्यो न नाच्यो हात ल्याउ न यसो पिठो पिठो चप्पल खोलेर लामो लगाइदियो जेको लामो कि गोलो अरे लामो लामै राम्रो ल भाइ थोरै अरे तू ये बा खोदिले एकदम बिग्रेलाई माथि चन्पुरा ल अब त यो पिठो खर्सो हो त क्या ढुङ्गा जस्तो हो ए नानीलाई अहिले दाइलाई छैन होइन उसले छ खोइ जेसो कालो खोइ त पुकार त अस्मिता पहिला माथि के लाउने अरे त्यसलाई नि हुन्छ मिलाउने त हो त्यो उगाउनाले जाने झरो के बरु भिजाएर टुप्पा टुप्पा हुन्छ त्यो होइन कालो चाहिँ ओखरको टी-शर्ट छ त्यसले यसो गर्दैन ल नगरे बाबु अब छोड्दे है बाबु भयो छोरा ल भयो सम्राट अब 3 ल भयो के बाबु अब भइसक्यो हाम्रो जस्तो छिटो हुनुपर्छ है काम त कहाँ लगाएर लगाइदिएछ कि तपाईँले यतापट्टि हेर पिठो भन्दा बाहिर ला ल एउटा पहेँलो लगाइसक्यो जरी 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 कान्छालाई जरी लाउन नि बिर्सेछु खै जारीले त छोरी सानो कान्छु भनेको कान्छे कान्छे आउँछ मलाई दिलले फेरि ल हस् बस माला ल ताली एउटा बढी खा म हामीलाई निधार हातमा लाग्दैन अहिले उसलाई छ के रे कुन कुनलाई छ ठुल्ठुला नानीलाई लगाइदिनु त भर नि त्यसलाई त भर सानीलाई त लगाइदिनु पर्दैन अरूले नलाने यी त सबै ठुला छन् यी दिदीलाई उलाई होला ठिक हामी उसलाई मात्रै गरेको म त यी सबै ठुला छन् ले वा रन्जु त सर्ट लास पख बिजाउँछ फोटो लगाइदेऊ न यसले त बिजाउनु होइन यहाँ छ खोल्न खोल्न बाँकी हो क्या यो सानो हुन्छ के त है त्यहाँ एउटा लामो यी घरका हुन्
त्यति सबै किनेका हुन् ती ठुल्ठुला चाहिँ घरका नत्र कस्तो बसाएका हुन् होइन फुल के महँगो बसाउने कि है अलि 15 गतेसम्म गएका फुल 4-5 वटा मजाले खिचेको यस्तो कोपिला किनेर ल्याएको ती हेर न ती कोपिला किनेर राम्रो पनि नआएको कहाँ भ्याइएर यत्रो फुल हुन्छ सबै भ्याइएर बेलुका के अरे दिउँसोतिर गएँ यत्रो मलाई त्यो मुठा मुठा हुन्छ कि अन्त कोपी जम्मै बाबुको हालत त्यस्तो छ है बाँध्न पाएका हुन्थ्यो एकछिन त नफाल न बाबु के कान्छ यता त कान्छ ए बाबुको तयार लागिसक्यो दाइ फाल्दिए दाइले देखाओस् यो काटेर फाल्न पाएका हुन्थ्यो पर्दैन ठेक्काका भयो त नि खै खुट्टले यो घरको झ्याप्प भयो छैन भाग्य आटे ताकेको पोस मेरा भाइहरूलाई यो दसैँको शुभकामना राम्रो देख्न पाऊँ सधैँभरि हाँसी खुसी देख्न पाऊँ शत्रु नलानु ऋण नलाऊ अरू भने रोग ल शत्रु ऋण ला मेरा बुहरू बहिनीहरू आऊ तिमीहरू हामीले खायो नि त ल भोग लाग्यो होइन पहिला यसो लाएर सकाउनु सबैले खानु बाबु मलाई लगाइदिने मैले हैन तिम्रो ड्युटी लाई हेर हेर सने यता आइज मैले यहाँ राम्रो लाग्यो है दादा म एकछिन दिलाई पुरै हेरि ओभर खाना भयो नि अस्मि आइसा सबै खाना भयो सबै खाना भयो त्यो खाना पर्यो मैले कति राम्रो आएर न नखाने तर सर्न धेरै त ओखरको तेल निस्किन्छ होला है यो सबैभन्दा सजिलो फाइदा नि यो त धेरै खानुहुन्न यो र टिमिलो टिमिलो नेपालमा टिमिलो नपाएका बिमारीले त्यही खोज्दै हिँड्ने थियो देख्यो खाँदै खानु भाइलाई फाइदा हुँदैन रहेछ किनेर नै खान्थ्यो अनि यता तल्ली उता जाऊ रातो पनि यही ठोसिरहेछ तर यो हामी ढाका लाग्दामा खान्छ यसरी लगाइदिने त्यसरी यस्तो गरेर यस्तो अनि यसरी लगाइदिने लगाइदेऊ जस्तो भाइलाई लगाइदेऊ सम्राटलाई लगाइदेऊ औ दिदीलाई लगाइदेऊ ए ऋतिक हात त लाएर केटा दिदी एउटा खाँदै ठिक हुन्छ केटा उनीहरू पटाका दिन्छ ऋतिकले लगाइदियो नि त हात त तिर्किनी भाइ टिका भेट्दैन तिर्किनी ल भाइ यो फुर्तला यो गाउँदा कसरी भन्छ गरेर त्यहाँ त्यो त कहाँ समाज त आइसक्यो माया बोल्छ कता गयो त माता हजुर कता गयो
आउ नानी ल ल ल यहाँ दर्सी दर्सी नानी धेरै मिठाई नखाऊ सर तिम्रो खोकी लाग्छ थाहा ल यो चाहिँ बाहिर जान बाहिर उता नानी ल मुमफली नि भुटेका रहन्छ ल मम्मी हजुर धेरै खानु दिनको एउटा बेचा अम्मा तिम्रो खाना लगाइदिनु बिर्सेछु म बेलुका ल बेलुका लगाइदिनु धेरै मिराउली मम्मी ड्रेस किन्नु अगाइ हैन फोटो मम्मी देखेन कति वर्ष फोटै हैन त यता हेर्नु न फोटो फोटो र भिडियो बना भिडियो रे उनी तेरा पातला पेट बाँध्नु इधर तो मलाई पापा हो इधर इधर तो गए इधर ओ यार फोटो नि हाल केरा बात ठुलाई ओ ठुलाई बहिनी अरु तिमीहरु सबैले कहाँ मुकान यार पिस्का बहिनी भन न रोज बहिनी है सबै लाइसकेको छु ए बहिनी भन्दै खाना पानी चला खाए मैले पनि मिल्दैन यहाँ नाडो हो कति खाए भोलि बिहान हटा हिजो त सबै भोग्यो हो नि कसले भात हिजो इसके बाद पनि भोलि बिहान के दारीले हुन्छ नि भोलि हिजोको भोलि बिहान हुन्थ्यो नि त्यही हो हिजो बिहान हटा भोकै छ ए भोलि बिहान हटा बहिनी भन त चुप्पा खाइदेऊ बहिनीलाई लाला होइन चुप्पा खाइदेऊ ए तँ खुवाइदिने हो देउसी रे भन्देऊ न बाबु आइसक्यो ए भन् मेरो भाइ हो के भन्न लाग्यो देउसी हाय सर हुन्छ नि ए भन् मेरो भाइ हो देउसी रे के पकाइছো खाना ए राम्रै भन ए शर्मिले भन तँ माला खाएको के खाएको दाताभरि मैले पाइलो लोएर आए बा खाना तेल हालिनौ नि आज फोटो खिच्न मैले क्यामेरा बुझेर त के हो र हिजो बेलुका दिदी पुगेसी भयो त मोबाइल दिनु अन्त कता नहाल्नु कसैको मोबाइल दिनु यता त हालेको छैन तर थाहा भयो भनौँ न अस्ति पर्दी पानी हाने त बिहान दिदी बहिनीले एउटा हालिदिनु यहाँ ल अनि हजुरलाई के अरे ल खिचै यस्तो पेट पार्दैन केही हुन्न कि गरन गरन अस्ते के भरा ल ले के भयो मिठा भयो मेरो दिएन पहिले एउटा आइएन मजा दे बेला आइए भाइ त ओ सन्डे नि आता आइएन कस्तो आउ न लाडन गो
खुट्टा डोर्ने दाइनेले लिएर खुट्टा डोर्ने ढाक्थ्यो कि यार राम्रै ढाक्थ्यो नानीलाई देऊ ल रितिलाई देऊ के ल पैसा देऊ आइसा लाउ ऋतिक नानीले आइसा आफै चलो ल खाना खाने तयारी टेलर के थाहा गर्ने नि जबरदस्त कसलाई ल्याइसक्नु त अहिले यो लगाएको दिदीले बिर्छ जाने गाँठे थाहै छैन ल अब भिडियो फोटो नि युट्युब च्यानलमा हजुर भिडियो दिदी राम्रो बच्चम राम्रो बच्चम ल अब अर्को वर्ष तपाईँ नै आउनुपर्छ हेलो अंकल ल ल अब अहिले जुठै पर्छ यता हेर्नु अंकल अंकल ल ल छिटो लाउनु न कपडा बैठिए जल्दी कपड़े लगाओ मेरा हाथ दुखेगा छिटो गर्नु न खोइ बाहिर कता गइसक्यो नि अहिले एकछिन त रोक्छु घर गरिदिन्छ है कस्ता ठुला मान्छे होला एउटा उक्यो लाउन नि आएन मम्मी यो के गफियो यस्तो ल म घर गरिदिन्छु है ल मन्दारम खेल्ने हैन नि यो त ए आइस हो नि त भयो म भर्खरै फेर्नु पर्छ र फेरम न ल गाइज खाना खाने बेला भयो हाय हेलो खाना खाने बेला भयो यसो हाम्रोमा अब खाना खाने तयारी यो पोका पन्तोरा खाने तयारी अस्मिता वाट लाइटर नल्याउने अनि त्यहाँ के अरे यस्तो रोद्रो एउटा कहाँ कतिले गर्न पाइन्छ त्यति बोल्दैन दिएन रोद्रो सबैलाई त्यस्तै हो एउटा पसोरा देऊ अझ एउटा खाल्यौ त खोइ त नानी दिदी त्यो अचार त छुट्टो छुट्टो तेरो टिकाले भात रोटी नि पहिला यो खानी खानी भात दिदीले हालेका सोलीले हालेका भात रोटी खै मेरो ल्या रोटी
ए म त एउटै र चाहिँ हाम्रो मलाई त भात ल्याइदिइहाल्नु नि त पहिला भात ल्याउने यस्तो मात्रै हो प्याज त खानु त मलाई कुन खाइ कि मैले पाइने क्या अब खान्छ मम्मी सानो हो त हुन्छ फेरि पाक्ने मजाले पाक्छ मेरो फेभरेट फेभरेट अरे खै तताउन पाएका आज हुन्छ कि ठिक छ मजा